मैले यतै कतै देखिरहेको छैन। यदि आउनु आजभन्दा लगभग 25-26 वर्ष अगाडि यो तत्कालीन गंगबु गाउँ विकास समिति रहेको र तत्कालीन गंगबु गाउँ विकास समितिको आदरणीय मेरा सम्मान गर्नुपर्ने गंगबुवासीले गंगबुको गाउँ विकास समितिको उपाध्यक्षमा निर्वाचित गराइसकेपछि गंगबुको जनताको आग्रहलाई अनुसरण गरेर हामी त्यस बेलाका प्रतिनिधिको हैसियतले सीमित स्रोतलाई पनि महत्त्व दिएर जनसमुदायले भोगिरहेका जनसमुदायले दुःख पाइरहेको यो विष्णुमती खोलाको यो बानेर जाने पुल त्यस बेलामा पुल थिएन र पुल बनाउनु पर्छ भन्ने सन्दर्भ जोडिसकेपछि गंगबु गाउँ विकास समितिले आफ्नो जति स्रोत छ त्यसलाई महत्त्व दिएर यो पुल निर्माण गर्यो। अहिले पनि म झलझल सम्झिरहेको छु र त्यसपछिको लामो समय पश्चात देशले संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्त गर्यो। संविधानले 3टा सरकारको परिकल्पना गरिसकेपछि स्थानीय तहको सरकारको पहिलो निर्वाचनमा विभिन्न तत्कालीन 5वटा गाउँ विकास समिति मिलेर टोखा नगरपालिका बनिसकेपछि टोखा नगरपालिकाको प्रथम निर्वाचनबाट टोखावासीको अपार माया प्राप्त गरेर म अत्यधिक मतका साथ टोखा नगरपालिकाको नगर प्रमुखमा निर्वाचित भई म लगायत 60 जना जनप्रतिनिधिले निर्वाचनबाट सफलता प्राप्त गरिसकेपछि टोखा नगरपालिकाको यो लाइफलाइनको बाटो एउटा विष्णुमती करिडोर हुन सक्छ। यस्तै गरी बस पार्कदेखि सांगला करिडोर हुन सक्छ र अत्यन्त अस्तव्यस्त भएको यो गंगबु चोकबाट ढलमलटार हुँदै बानेटारको यो बाटोको मुख्य भाग यो विष्णुमती पुल निर्माण गर्नुपर्छ भन्ने सन्दर्भ जोडिसकेपछि टोखा नगरपालिकाले अत्यन्त महत्त्व दिएर यसलाई दीर्घकालीन कार्ययोजनाका साथ हामीले यसलाई अगाडि बढाउनु पर्छ भन्ने सन्दर्भ जोडिसकेपछि पहिलो कार्यकालमा मनोहर तीर्थ पुल निर्माण गर्न सफल भयो। मलाई लाग्छ त्यो पुल मार्फत आज लाखौं मानिसले उपभोग गरिरहनु भएको छ। त्यो पुल बनिसकेपछि आज सांगला जान एकदम छिटो बाटोको रूपमा विकास भएको छ। तारकेश्वरमा जानको लागि त्यो बाटो विकास भइरहेको छ र अहिले फेरि यो सानो पुललाई ठुलो पुल बनाउनु पर्छ भन्ने सन्दर्भ जोडेपछि सौभाग्य फेरि दोस्रो कार्यकालमा मैले नै भनेको मतलब जित्न सफल भएँ। यो वडा नम्बर 11 र वडा नम्बर 8 का हाम्रा घनश्याम खड्का रमेश खत्रीले पनि जितिसकेपछि हाम्रो साझा संकल्प र टोखा नगरपालिकाको सिङ्गो जनप्रतिनिधिहरूको साझा संकल्प मार्फत यो विष्णुमती करिडोर र यो पुललाई विशेष महत्त्व दिनुपर्छ भन्ने सन्दर्भ जोडिसकेपछि टोखा नगरपालिकाको नगरसभा मार्फत मलाई लाग्छ यो करिडोर व्यवस्थित गर्न र यो पुल निर्माण गर्नको लागि 10 करोडको बजेट हामीले विन्यास गर्यौं र त्यो 10 करोड मध्ये लगभग यो पुल निर्माण 3 करोड 58 लाखमा बिट गरेको छ ठेकेदारलाई। त्यसैलाई अनुसरण गरेर यो पुल बन्न सफल भएको छ र यो पुलले लाखौं जनसमुदायलाई सहजता बनाएको छ र यो पुल भन्दा अगाडि मैले अहिले पनि स्मरण गरिरहेको छु। म यही बाटोबाट आउँदाखेरि हाम्रा बालबच्चाहरू अत्यन्त
जुन दुःख महसुस गरिरहेको रोइरहेको र यहाँ ट्राफिक जामको अत्यन्त भनेको मतलब कारणले गर्दाखेरि छिटो छरितो पनि विद्यार्थीहरू स्कुलमा पुग्न नसक्ने अवस्था देखेर म विभिन्न स्कुलको कार्यक्रम जाँदाखेरि अरू हामीलाई केही चाहिँदैन मेरो साहब पुल चाहिँ बनाइदिनुहोस् भन्ने किसिमको स्मरण म अहिले पनि सम्झिरहेको छु र ती बच्चाहरूको पनि आग्रह सिङ्गो टोखा बसेको आग्रहलाई टोखा नगरपालिकाले अनुसरण गरेर आज पुल बन्न सफल भएको छ। यो पुल भनेको मतलब बनाउनको लागि टोखावासीको अनुकूल योगदान छ, अत्यन्त महत्त्वपूर्ण योगदान छ। योगदान यो मानेमा कि पुल बनाउने अवसर, यो इतिहास रच्ने अवसर टोखावासीले हामीलाई दिनुभयो। यो महत्त्वपूर्ण अवसरमा म टोखावासीलाई सलाम गर्न चाहन्छु, धन्यवाद दिन चाहन्छु, आभार व्यक्त गर्न चाहन्छु र उहाँहरूको दुःख र उहाँहरूको सुखमा हामी जनप्रतिनिधि सदैव लामबद्ध हुनेछौँ। म यहाँहरूलाई के विशेष अनुरोध गर्न चाहन्छु भने टोखावासीको प्रतिनिधि बनाइसकेपछि टोखाको समग्र विकासमा हाम्रो भूमिका रहनेछ। कहीँ विकास छुटेछ भने पनि तपाईँहरूले नगर प्रमुखलाई, वडा अध्यक्षहरूलाई, सदस्यहरूलाई खबर गर्नुहोला। हामी तपाईँको दुःखमा, हामी तपाईँको सुखमा सधैँभरि एकीकृत भएर अगाडि बढ्नेछौँ र टोखालाई समुन्नत र समृद्ध बनाउनेछौँ भन्ने सङ्कल्प गर्दै यो महत्त्वपूर्ण कार्यक्रममा उपस्थित हुनुहुने पत्रकार लगायत सम्पूर्ण दाजुभाइ दिदीबहिनी र जनप्रतिनिधि कर्मचारी साथीहरूलाई धेरै धेरै आभार व्यक्त गर्न चाहन्छु। र यो एकदमै छोटो अवधिमा टोखा नगरपालिकाले निर्माण गरेको पुल हो। यो सबैको सक्रियता हो, जनप्रतिनिधि र कर्मचारीहरूको पनि उत्तिकै बराबर भूमिका छ र यहाँका स्थानीयहरूको पनि माग अनुसार यो पुल छिटो बनियो भने वडा नम्बर 8 र वडा नम्बर 11लाई जोड्नलाई सजिलो हुन्छ। हाम्रो एउटा मात्रै बाटो र पुल तलतिर थियो, त्यो चाहिँ विश्वमती खोलाको करिडोरमा बनेको पुल थियो। तर हाम्रै आफ्नै टोखाभित्रका 2वटा वडालाई जोड्नका लागि जो मेन एउटा सिटीको रूपमा, मेन बजारको रूपमा चाहिँ यो जालपाचोकको जुन बजार रहेको छ त्यहाँ पुग्नका लागि मानिसलाई चाहिँ गाह्रो परेको स्थितिमा यो पुल छोटो अवधिमा बनेको हो। र अर्को पनि योसँग जोडिएको एउटा इतिहास छ। टोखा नगरपालिकाले सार्वजनिक जग्गा संरक्षण गर्ने पहिलो अभियान नै यहीँबाट सुरु गरेको छ। यो मनोहर तीर्थ एरिया, यो बान्याटार जाने पुल जुन ठाउँमा हामी उभिएका छौँ, यहीँबाट हामीले अवैध संरचनाहरू भत्काउन सुरु गऱ्यौँ र अहिले देखिराख्नु भएको छ यसको वरिपरिको सडक पनि बनिसकेको अवस्था छ। 8 नम्बर वडामा पनि सडक बन्ने तयारीमा छ। बनिसकेपछि अहिले जनतालाई चाहिँ एकदमै राम्रो एक्सेसको रूपमा यो बाटो पनि बनेको छ र यो पुलले पनि यो बाटोलाई अझ सौन्दर्यीकरण गर्नका लागि र 2टा वडालाई जोड्नका लागि ठुलो भूमिका निर्वाह गरेको हुनाले यो हामी सबैका लागि एउटा राम्रो उपलब्धि हासिल भएको महसुस